दोलखामा कृषि व्यवसायमा लागेर मनग्य आमदानी लिने युवाको संख्या बढ्न थालेको छ। देशमै बसेर राम्रो आमदानी लिनेमा पर्नुहुन्छ दोलखा भीमेश्वर नगरपालिका 6 रामकोटका युवा माधव प्रसाद न्यौपाने। उहाँले कृषि पेसामा आधुनिक प्रणाली अपनाएर व्यवसाय शुरू गरेको 16 वर्ष भएको छ। भीमेश्वर नगरपालिका वडा नम्बर 6 रामकोट दोलखा सदरमुकाम चरीकोट नजिकैको बस्ती हो। सदरमुकाम नजिकै भएका कारण पनि यहाँका नागरिकलाई हरेक कुरामा पहुँच पुग्न कुनै समस्या छैन। रामकोटका 39 वर्षीय माधव प्रसाद न्यौपाने भने व्यावसायिक प्राङ्गारिक खेतीमा अहिले रमाइरहनु भएको छ। नेपालमै केही गर्न सकिन्छ, नेपालमै केही गर्नुपर्छ र यहीँको माटोमा रमाउनुपर्छ। आखिर जहाँ गए पनि दुखै गर्ने हो। सम्पूर्ण जीवन लगभग म घुम्न बाहेक काम गर्न विदेश जान्न भन्ने सोचले चाहिँ, तर खेती गर्दाखेरि आफै मालिक आफै नोकर हुने देखिसकेपछि होइन, अब आफै मालिक किन नबन्ने त, आफ्नो मालिक आफ्नो नोकर आफै बन्नुपर्छ भनेर चाहिँ अहिले पनि यही काम गर्नुपर्छ र अरूले पनि यसरी काम गर्नुपर्छ, आफ्नै माटोमा रमाउनुपर्छ। अध्ययनको सिलसिलामा काठमाडौँ पुग्नु भएको न्यौपानेले कक्षा 12 सम्म उतै पढ्नुभयो। त्यसपछि फेरि रामकोट फर्कने सोचाइ उहाँको भयो। बनेपाको आधुनिक खेती प्रणाली अनुगमनपछि उहाँ कृषिमा लाग्ने सोचका साथ रामकोट फर्किनुभयो। सुरुमा टमाटर खेती गर्नुभयो। 2066 सालमा आफ्नै गाउँ चरीकोट फिर्ती भएर चाहिँ खेतीको सुरुवात कृषि मूलस्थ जीवनम भन्ने नाराका साथ खेतीलाई नै प्राथमिकता दिएर प्राङ्गारिक खेती चाहिँ गरिरहेको। 2 रोपनीबाट सुरु गर्दै अहिले हामी चाहिँ 150 रोपनीको हाराहारीमा चाहिँ खेती गरिरहेको। 2066 सालबाट सुरु गरेको प्राङ्गारिक खेती 4 वर्षपछि भने न्यौपाने एग्रिकल्चर तथा पशुपन्छी फर्म मार्फत विकास हुँदै गयो। 2 रोपनीबाट सुरु भएको उक्त व्यावसायिक खेती अहिले 150 रोपनीमा विस्तार गरिएको छ। कृषिमा हामीले प्राङ्गारिक खेती गर्नुपर्छ भनेर प्राङ्गारिक खेती गर्ने, स्वस्थ खाने, स्वस्थ खुवाउने, पर्यावरण जोगाउने जस्ता कुरालाई ध्यानमा राखेर चाहिँ खेती गरिरहेछ। विदेशको मोह भनेको कहिलेकाहीँ चाहिँ विदेश नगएर गल्ती गरियो कि भनेर बेला बेलामा चाहिँ आउँछ, विभिन्न बाधा चुनौती आउँदा। तर कहिले पनि त्यसरी विदेश गइहालौँ भनेर चाहिँ पासपोर्टै बनाएर पेश गर्ने खालको अवस्था चाहिँ कहिले पनि आएन। आफूसँगका साथी देश विदेशमा गए पनि आफ्नै ठाउँमा आफ्नै माटोमा कृषिमा केही गर्ने मनसायसहित लाग्नु भएको न्यौपानेलाई सरकारले प्रदान गर्ने अनुदान सहितका कार्यक्रममा समेत सहयोग मिलेको छ। फर्ममा सिजन अनुसारका तरकारी सहित आलु उत्पादन हुन्छ, तर सिजन अनुसार रोग किरा बजारको व्यवस्थापन नहुँदा भने समस्या हुने गरेको उहाँको भनाइ छ। कृषिमा जति चुनौती चाहिँ अरूमा हुन्छ जस्तो लाग्दैन मलाई। बेला बेलामा बजारको समस्या, बेला बेलामा रोग किराको समस्या, कहिले मल नपाउने, प्राकृतिक रूपमा पानी नपरिँदाखेरि सिंचाइको समस्या, चुनौतीहरू एकदम सामना गर्दै खेप्दै विशेष गरी बाँदर आतंक जस्ता कुराहरूले चाहिँ एकदम ध्यान दिएर खेती गर्नुपर्ने हुन्छ। चुनौती त व्यापकै छ। फर्ममा वार्षिक 3000 जनाले ज्यालादारीमा काम प्राप्त गर्ने गरेका छन्। फर्मबाट वार्षिक 50-60 लाखसम्म आमदानी हुने गरेको छ। परिवारका सदस्यले पनि उहाँलाई सहयोग गर्दै आउनु भएको छ। बुवाको पालामा नि कृषि नै हो र अहिले मैले नि कृषिमै, हाम्रो सम्पूर्ण जति परिवार छ हामी कृषिमै आबद्ध छौँ। सन्तुष्टिको हिसाबमा मेरो यो 16-17 वर्षको अनुभवमा चाहिँ यदि सन्तुष्ट नभएको भए त म 2-3 वर्षमै छोड्थेँ। म चाहिँ एकदम सन्तुष्ट छु, उच्च सन्तुष्ट छु। आफूलाई किसान भनेर चिनाउन पाएकोमा आफूलाई गर्व गर्छु। म जुनसुकै ठाउँमा जाँदा पनि म चाहिँ किसान हुँ भनेर भन्न सक्छु। न्यौपाने रामकोटको एक कृषिको लागि उदाहरण कृषक बन्नु भएको छ। बुना घिमिरे, CIN रेडियो सैलुङ, दोलखा।